म जिउन सक्दिन मुटु जलाई जलाई तिमी जीवन तिमी नै मृत्यु हौ। दर्शकबिन एकदमै राम्रो कला भएका एकजना भाइलाई मैले भेटाएको छु, जो कि कालीमाटी गाउँपालिका वार्ड नम्बर 1 टोटाबाजका विमल बुढा मगर हुनुहुन्छ। दर्शकबिन म यतिखेर सल्यान कालीमाटी गाउँपालिका वार्ड नम्बर 3 मा छु र बाटोमा हिँड्दै गर्दा गुनगुनाउँदै हिँडिरहनु भएको थियो र उहाँलाई मैले 81 फेला पारिसकेपछि उहाँको स्वर एकदमै मिठो सुने। त्यसपछि उहाँको एउटा भिडियो बनाऊ भन्ने उद्देश्यले मैले भिडियो बनाउन गइरहेको छु। यो भिडियोलाई सुरुदेखि लास्टसम्म हेरिदिनु होला र यसलाई जति सक्यो सेयर गरेर भाइको कलालाई देश विदेश सबै ठाउँमा फिजाइदिनु होला भन्दै अब म भाइको कलातिर लाग्छु। तिमीले धारमा मैले छोड्यौ र कतै ऐठान पार छ मैले अचेल त बिपतै। भाइ नमस्कार। नमस्कार हजुर। म काम गर्न जाँदै थिएँ, तपाईँलाई मैले 81 फेला पारेँ। तपाईँ बाटोमा गुनगुनाउँदै हिँड्नु भएको रहेछ र हामीले एकछिन कुरा गरौँ भनेर तपाईँलाई मैले रोकेँ। हजुर। अनि रोकिसकेपछि एउटा भिडियो बनाऊ भन्ने एउटा तपाईँ मेरो सहमति भयो। हजुर एकदम। अनि भिडियो बनाउन लागिरहेका छौँ। हजुर। आम दर्शकले हामीलाई हेरिरहनु भएको छ, परिचय बताउनुहोस्। नमस्कार, मेरो नाम विमल बुढा मगर, घर चाहिँ कालीमाटी गाउँपालिका वार्ड नम्बर 1 टोटाबाज भन्ने ठाउँमा पर्छ मेरो घर चाहिँ। तपाईँ बाटामा जुन गाउँदै गर्दा तपाईँको स्वर मलाई धेरै मन पर्यो। अब आम दर्शकले आतुर हुनुहुन्छ तपाईँको जुन स्वर, यो मिठो स्वर सुन्नको लागि। अब गीतबाटै सुरु गरौँ। हस् हुन्छ। तिमीले धारमा मैले छोड्यौ र कतै ऐठान पार छ मैले अचेल त बिपतै। जुन तपाईँलाई मैले बाटामा भेटाएँ, बाटामा भेटाइसकेपछि तपाईँले एउटा झोला कानमा हालेर हिँडिरहनु भएको थियो। तपाईँ अहिले कतातिर जाँदै हुनुहुन्थ्यो अहिले? हजुर, म अध्ययनको सिलसिलामा मेरो अध्ययन चाहिँ के अरे पढाइ चाहिँ सुर्खेतमा छ। म सुर्खेतमा पढाइ गर्नुहुन्छ? हजुर एकदमै। कतिमा पढ्नुहुन्छ? म अहिले बिएड 3rd इयरमा हो। सुर्खेतमा छ मेरो पढाइ, म उतै जान लागेको सुर्खेततिर। तपाईँले जुन चस्मा लगाउने गर्नुभएको छ हैन? हजुर। चस्मा खास गरेर लगाउनको कारण के होला? म चाहिँ भन्नुपर्दा मेरो थोरै आँखामा समस्या छ है। म जन्मजात चाहिँ हल्का अलि मेरो भिजनमा एकदमै समस्या छ अलि। सर, अप्ठ्यारो नमान्दिनु होला, तपाईँले चस्मा खोल्नुहोस् त। हजुर, म चस्मा खोलेँ है त। हजुर, खोल्नुहोस्। तपाईँ धेरै टाढासम्म देख्नु सक्नुहुन्न? हजुर, म अलि धेरै टाढासम्म चाहिँ देख्न सक्दिनँ, लो भिजन हो। मैले तपाईँलाई बाटोमा हिँड्दै गर्दा यताउति गरेर हिँडिरहेको देखेँ र मनमनै गुनाइरहेको पनि देखेँ हैन? पक्कै पनि यहाँको आँखा केही खराबी हुनुपर्छ भन्ने उद्देश्यले मैले तपाईँलाई यो चस्मा खोल्न लगाएको हुँ, अप्ठ्यारो नमान्नु होला। हजुर, पर्दैन त्यस्तो। अहिले तपाईँ ब्याचलर 3rd इयरमा पढ्छु भनेर भन्दै हुनुहुन्छ सुर्खेतमा। सुर्खेत जान लाग्नु भएको थियो हैन? हजुर एकदमै। पढाइ कस्तो छ नि? पढाइ राम्रै छ मेरो, ठिकै छ, जे चलिरहेछ, राम्रै छ। सर, अलिकति आफ्नो घर परिवारको कुरा गरौँ। तपाईँको परिवारमा बुवा आमा त हुनुहुन्छ? हजुरहरू, दिदीहरू? मेरो घरमा चाहिँ बुवा र मम्मी, अनि त्यसपछि 2वटा बहिनी र म चाहिँ हो। अनि दिदीको विवाह चाहिँ भइसक्यो। तपाईँ एक्लो हो? हजुर, एक्लो छोरा हुनुहुन्छ, तैपनि अलिकति आँखाको दृष्टि कमजोर छ भनेर भन्नुभयो। अनि दिदी भन्नुभयो कि बहिनी रे? दिदी चाहिँ हुनुहुन्न, दिदीको चाहिँ विवाह भइसकेको छ। अनि 2वटा बहिनीहरू छन्,
बहिनीहरूको विवाह भएको छैन हजुर एकदमै छैन। अनि तपाईँको बुवा आमा कस्तो अवस्थामा हुनुहुन्छ अथवा बुढेसकालमा हुनुहुन्छ कि कस्तो अवस्थामा हुनुहुन्छ हजुर एकदम मेरो बुवा चाहिँ अब बुढेसकाल छुन लाग्यो भनौँ न जे होस् त्यस्तै छ। छुन लागिसकेको छ बुढेसकाल अनि घरमा काम गर्न त धेरै गाह्रो हुन्छ होला तपाईँ एक अपाङ्ग नै भनौँ आँखा नदेखिसकेपछि अनि घरमा कामकाज कसले गर्छ होला अहिले चाहिँ अब बुवा मम्मीहरूले गरिरहनु भयो अब कहिलेकाहीँ अब म पनि त्यो आफूले सकेसम्म चाहिँ गरिरहेको हुन्छु मैले पनि गर्छु र अब बुवा मम्मीहरू बहिनीहरू हुनुहुन्छ अहिले गर्नुहुन्छ उहाँहरूले नै गर्नुभएको छ तपाईँ सुर्खेतमा पढ्दै गर्दा तपाईँ कोठा लिएर बस्नुभएको होला हजुर एकदमै सुर्खेतमा कोठा लिएर नै बसिरहेको रुम लिएर बसिरहेको छु गाह्रो छ नि होइन बस्न हजुर एकदमै सुर्खेतमा गाह्रो नै छ एकदम महँगी नै छ महँगी छ होइन बस्नु पर्यो खानु पर्यो हरेक कुरा छ होइन हिँड्नु पर्यो घुम्नु पर्यो हरेक कुराहरू छ होइन सर अब हामी धेरै लामो कुराकानी गरौँ जुन दर्शकहरू पनि आतिरहनु भएको होला तपाईँको सुमधुरो स्वरमा एउटा फेरि गीत गाउन हवस् हुन्छ कुन गीत गाउनुहुन्छ हजुर म चाहिँ यो के अरे आदरणीय खेमसेन्चुरी सरको गीत चाहिँ म गाउन चाहन्छु पर्म लाउला नि यो गीत है त ल गाउनुहोस् उमेर छँदै मनसाटम मायालाम बुढेसकालमा हरे राम पर्म लाउला नि जोबान देऊ मलाई धर्म लाउला नि मनसाटम मायालाम बुढेसकालमा हरे राम पर्म लाउला नि सर तपाईँको त एकदमै मिठो आवाज जो दर्शकहरूको मन छुने खालको आवाज रहेछ पक्कै पनि तपाईँहरूले यो गीत गाउनु भएको छ जुन आफ्नो पीडालाई भुल्न नसकेर गीतको माध्यमबाट जुन प्रभावित पार्नको लागि यो गीत गाउनुभयो दर्शकहरूलाई होइन सर हजुर एकदमै म चाहिँ एकदमै के अरे बच्चादेखि नै अलिअलि गाउने हो अनि त्यो भएकोले अब साथीहरूले नि राम्रो छ भन्नुहुन्छ कहिलेकाहीँ तपाईँले बच्चादेखि नै गीत गाउनुहुन्थ्यो पहिलेदेखि नै हो अलि मैले गुनगुनाउने अलिक फाटफुट गाइरहन्थेँ त्यसपछि राम्रो छ भन्दै गर्दाखेरि चाहिँ अब खै कस्तो छ अब त्यो त हजुरहरूलाई र दर्शकहरूलाई थाहा होला कमेन्ट गर्नु होला है कस्तो लाग्छ दर्शकहरूले कति मन पराउनुहुन्छ हजुर कमेन्ट गर्नु होला कस्तो अनि सर तपाईँ अन्य कामहरू गर्नलाई धेरै अप्ठ्यारो होला किन भन्दा तपाईँको आँखाको दृष्टि अलिक कमजोर छ होइन हजुर एकदमै समस्या हुन्छ के अरे राम्रो मान्छेमा र के अरे अपाङ्गता मान्छेमा त अब काम गर्दाखेरि त समस्या भइ नै हाल्छ त्यो समस्या नै हुन्छ मलाई काम गर्दा तपाईँको गला र कला जुन छ नि यो कलालाई अलि अगाडि बढाउनु होला भन्छु फेरि पनि हामी दर्शकहरूलाई अर्को गीत सुनाउँछौँ हवस् हुन्छ कुन गीत गाना सुनाउनुहुन्छ म हुन्छ के अरे यो कुशल बेलबासीको म थोरै गाउन चाहन्छु है उहाँहरूलाई सम्मान गर्दै उहाँहरूलाई सम्झँदै कुशल बेलबासीको गीत है त कैयौँ दिन रोएर रात काटे छटपटिँदै पतिले हात काटे अरूसँग सम्बन्ध जोड्न लागेको तिम्रै चाहनाले हो कि बाध्यताले हो मलाई छोड्न लागेको तिम्रै चाहनाले हो कि बाध्यताले हो मलाई छोड्न लागेको सर योभन्दा पहिले तपाईँले कुनै मिडिया आएर तपाईँको यसरी गीतलाई
बाहिर ल्याइदिएको थियो या थिएन, के थियो सर? हजुर, मैले आज चाहिँ फर्स्ट पटक क्यामेरा फेस गर्दैछु। आज फर्स्ट पटक है मिडियामा मैले आफ्नो प्रस्तुति दिएँ, जानी नजानी त्यस्तो थिएन। अगाडि चाहिँ कुनै पनि त्यस्तो मैले कुनै मिडियामा त्यस्तो आफ्नो प्रस्तुतिहरू राखेको थिएन। तपाईँ जुन सानै उमेरदेखि पढ्दै गर्दा पहिले कहाँ अध्ययन गर्नुभएको थियो? हजुर, मैले चाहिँ प्रावि चाहिँ त्यही गाउँमै पढेको, ज्ञानमाला प्राविसम्मै पढेको। त्यसपछि अनि त्रिजमावि लक्ष्मीपुरमा पढेँ। अनि त्यसपछि 11-12 चाहिँ शिवजन माध्यमिकमा पढेँ। अनि र अहिले चाहिँ ब्याचलर चाहिँ सुर्खेत बहुमुखी क्याम्पसमा पढिरहेको छु। मैले आफ्नो अध्ययन सुर्खेत बहुमुखी क्याम्पसबाट अगाडि बढाइरहेको छु। सर, यो तपाईँले जुन यो अहिले गाइरहेको तपाईँको कला छ नि, यो कला जुन विद्यालयमा पढ्दै गर्दा तपाईँले भाग लिने अनि त्यस्तो गर्नुहुन्थ्यो कि नै? मैले चाहिँ कतिपय ठाउँमा चाहिँ प्रस्तुति मैले दिएको थिएँ, राम्रो छ भन्नुहुन्थ्यो। र कतिपय ठाउँमा चाहिँ आफ्नो प्रस्तुति दिएर अब कुनै स्थान हासिल पनि गरियो। फर्स्ट सेकेन्ड पनि आउनुहुन्थ्यो? हजुर, आएको छु मैले। के अरे फर्स्ट सेकेन्ड आएको छु र मैले पाउने के अरे उहाँहरूले दिनुभएको त्यो के अरे हुन्छ नि के अरे पुरस्कार। हजुर, पुरस्कारहरू हजुर मैले लिएको छु, उहाँहरूले दिनुभएको थियो। अनि तपाईँले यो गाउँदै गर्दा फर्स्ट सेकेन्ड आउँदै गर्दा तपाईँलाई सरहरूले कस्तो सल्लाह सुझावहरू दिनुहुन्थ्यो? राम्रो छ भन्नुहुन्थ्यो नि। अब मैले गाउँदै गर्दाखेरि भोलि चाहिँ कलाकार बन्नुपर्छ, गायक बन्नुपर्छ भन्नुहुन्थ्यो। एकदमै हौसला दिनुहुन्थ्यो, तपाईँ कलाकार बन्न सक्नुहुन्छ भनेर भन्नुहुन्थ्यो? हजुर भन्नुहुन्थ्यो, उहाँहरूले चाहिँ भन्नुहुन्थ्यो। अनि एउटा तपाईँले माध्यम नपाएर जुन कलाकारी क्षेत्रमा स्वर राम्रो हुँदाहुँदै पनि अगाडि बढ्न सक्नु भएन, पक्कै पनि त्यही होला? हजुर, एउटा पहिलो कुरा चाहिँ मलाई चाहिँ सपोर्ट गर्ने मान्छे चाहिँ त्यति भएन र आर्थिक रूपले पनि अब त्यो कलाकारिता कमजोर हुनुहुन्छ। आर्थिक रूपले पनि त्यसले पनि प्रभाव पार्यो। अनि आर्थिक रूप अनि तपाईँले गाउँदै गर्दा तपाईँका बुवा आमाले के भन्नुहुन्छ नि, छोरा तैँले कलाकार क्षेत्रमा काम गरिस् भने त कलाकार बन्न सक्छस् भनेर भन्नुहुन्छ? उहाँहरूले चाहिँ अब मैले जे गरे पनि उहाँहरूले चाहिँ ठिक छ, राम्रो गर्नुपर्छ भन्नुहुन्छ। ठिक छ, राम्रै छ, अब कलाकारिता क्षेत्रमा पनि गरे पनि भयो र पढाइतिर फोकस गरेर केही गरे पनि भयो भन्नुहुन्छ। अनि पढ्नको लागि अनि त्यसपछि कलाकार क्षेत्रमा अगाडि बढ्नको लागि जे गर्छस् तैँले गर, राम्रो गर्नुपर्छ भनेर सल्लाह सुझाव दिनुहुन्छ र साथ दिइरहनु भएको छ? एकदम। हजुर। दर्शकवृन्द, हामी धेरै लामो कुराकानी गऱ्यौँ र उहाँको स्वर पनि सुन्यौँ। अब हामी अन्तिम चरणमा छौँ। म फेरि भाइलाई एउटा गीत गाउन भन्छु। भाइ, अब अन्तिम चरणमा छौँ, एउटा गीत गाइदिनुहोस् न दर्शकहरू। हजुर। हवस्, हुन्छ। म चाहिँ मौसम गुरुङको थोरै गाउने प्रयास गर्छु है। हजुर, गाउनुहोस्। सानो तिमीलाई मुटुमा बैना, यो मुटुमा तिमी छेउ कोही छैन। सानो तिमीलाई मुटुमा बैना, यो मुटुमा तिमी छेउ कोही छैन। आए सानो मुगलिन फुलतारी, तिम्रै माया भएर मनभरि, तिम्रै माया भएर मनभरि। तपाईँको यो स्वर सुनिरहँदा पक्कै पनि आम दर्शकहरूले जो विदेशमा हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ र विभिन्न ठाउँमा हुनुहुन्छ, उहाँले शारदा खबरलाई मन पराइदिनु भएको छ, हेरिरहनु भएको छ। अब हामी जाँदा जाँदै आम दर्शकहरूलाई के भन्नुहुन्छ? जति पनि शारदा खबर हेरेर बस्नुभएको छ, मेरो प्रतिभा मैले जानी नजानी एक दुईवटा गीत गाउने प्रयास गरेँ है। तपाईँलाई जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनुहोला, मन पर्छ भने लाइक गर्नुहोला, अनि मेरो कुनै कमजोरी छ भने कमेन्ट गर्नुहोला, राम्रो लाग्छ भने राम्रो लाग्छ भनिदिनु होला, राम्रो लाग्दैन भनिदिनु होला, अनि सेयर गरिदिनु होला है। अनि तपाईँलाई रेकर्ड गर्ने जुन आफ्नो स्वरलाई
एकदमै प्रभावकारी बनाएर जुन विभिन्न ठाउँमा सुनाउने इच्छा छ, तपाईँले यी आफ्ना कलाहरूलाई रेकर्ड गर्न सक्नुभएको छैन, के भन्नुहुन्छ दर्शकहरूलाई? हजुर, मेरो आवाजलाई मन पराउनुहुन्छ भने मसँग सहकार्य गर्नुहुन्छ, मलाई चाहिँ कुनै ठाउँमा भोलि मलाई स्थापित बनाउन सक्नुहुन्छ। तपाईँहरूले नै मेरो आवाज राम्रो लाग्छ भने तपाईँहरूले मलाई सहयोग गर्नुहोला। सहयोग गर्ने जो कोही हुनुहुन्छ उहाँलाई तपाईँको नम्बर भनिदिनुहोस् न। हजुर, मलाई के अरे अन्य आर्थिक सहयोग चाहिँ गर्न पर्दैन मैले भने, तर मेरो आवाजलाई मन पराउनुहुन्छ भने मेरो नाम चाहिँ विमल बुढा मगर। मेरो चाहिँ सम्पर्क नम्बर रहेको छ 97 483 55 940 97 483 55 940 मा मलाई कल गरेर मलाई एल्बमहरू दिनुहुन्छ भने खुसी हुँदै म सहकार्यमा जोडिन्छु। अब हामी छुट्यौँ होइन? हवस्, हुन्छ हजुर, धन्यवाद। दर्शकबिन, यतिखेर हामीले विमल बुढा मगरसँग धेरै कुराकानी गऱ्यौँ। उहाँको आवाज एकदमै मिठो आवाज छ र उहाँले मैले आफ्नो आवाज हुँदाहुँदै पनि म जुन गाउँमा गुम्सिएर बसिरहेको छु र मेरो स्वर अहिले सबै ठाउँमा पहिचान गराउन सकेको छैन। म एकदम गरिब परिवारको मान्छे हो। यदि मेरो स्वर रेकर्ड गराउन चाहनुहुन्छ भने सहयोग गरिदिनु होला। मसँग आफ्नो आवाजलाई रेकर्ड गराउने जुन पैसा छैन भनेर भन्नुभएको छ। दर्शकबिन, पक्कै पनि तपाईँहरूले उहाँको आवाज सुनिसकेपछि, उहाँको आवाज मिठो मानिसकेपछि तपाईँहरूले उहाँको आवाजलाई रेकर्ड गराउनमा सहयोग गर्नुहुनेछ। उहाँले पैसा दिनु पर्दैन, तर मलाई मेरो आवाज मात्रै बुलन्दन गराइदिएपछि हुन्छ भनेर भन्नुभएको छ। रेकर्डिङ सम्बन्धी जो कहिले पनि यो भिडियो हेर्नुभएको छ भने उहाँको आवाजलाई रेकर्ड गरिदिनको लागि सहयोग गरिदिनु होला भन्दै म शारदा खबरबाट बिदा हुन्छु। नमस्ते।